एक दिन तपाईँ उठ्नुहुनेछ तर सायद धेरै ढिला भइसकेको हुनेछ। यो संसारले तपाईँलाई व्यस्त बनायो, सोसियल मिडिया, मानिसहरूको ध्यान, पैसा, इच्छाहरू, तर बिस्तारै तपाईँ परमेश्वर टाढा हुँदै जानुभयो। तपाईँ अझै मनले जानुहुन्छ होला, प्रार्थना पनि गर्नुहुन्छ होला, तर भित्रभित्रै तपाईँलाई थाहा छ पहिले जस्तो आगो अब छैन, पहिले जस्तो पवित्रता अब छैन, पहिले जस्तो आँसु छैन, पहिले जस्तो परमेश्वरको भोग छैन। पाप सुरुमा सानो देखिन्छ तर बिस्तारै त्यसले प्रार्थना चोर्छ, शान्ति चोर्छ, पवित्रता चोर्छ र अन्त्यमा मानिसको आत्मा नै सुकाइदिन्छ। सिमसोनलाई हेर्नुहोस्, बाइबलमा उनी शक्तिशाली थिए, परमेश्वरको अभिषेक उनीमाथि थियो, तर बिस्तारै उनले संसारसँग खेल्न थाले र एक दिन उनीबाट शक्ति गयो, तर उनलाई थाहा नै भएन। सबैभन्दा डरलाग्दो कुरा के हो भने मानिस परमेश्वरबाट टाढा भइसकेको हुन्छ तर उसलाई महसुस नै हुँदैन। सायद आज तपाईँ बाहिरबाट ठिक देख्नुहुन्छ होला तर भित्र तपाईँ खाली हुनुहुन्छ। राति एक्लै हुँदा मन डराउँछ किनकि तपाईँलाई थाहा छ तपाईँ परमेश्वरबाट टाढा गइरहनु भएको छ। शैतानले सुरुमा मानिसलाई मार्दैन, पहिला उसले प्रार्थना रोक्छ, पछि बाइबलबाट टाढा बनाउँछ, पछि पाप सामान्य देखाउँछ र अन्त्यमा मानिसलाई आत्मिक रूपमा मरेको अवस्थामा पुर्याउँछ। तर आज पनि ढिला भएको छैन। यदि तपाईँ आज यो सन्देश सुनिरहनु भएको छ भने त्यो परमेश्वरको आवाज हो। उहाँ अझै तपाईँलाई बोलाइरहनु भएको छ कि परमेश्वरले तपाईँलाई नष्ट गर्न होइन, बचाउन चाहनुहुन्छ। यसो क्रिस्टले क्रुसमा हात फैलाउनुको कारण यो हो कि तपाईँको पापभन्दा परमेश्वरको प्रेम ठुलो छ, तपाईँको विफलताभन्दा उहाँको कृपा ठुलो छ। आज यदि तपाईँले उहाँको आवाज सुन्नुभयो भने आफ्नो हृदय कठोर नपार्नुहोस्। सायद यो भिडियो संयोग होइन, सायद परमेश्वरले तपाईँलाई अन्तिम पटक सम्झाइरहनु भएको छ। फर्केर आउनुहोस्, परमेश्वरको रूपमा प्रार्थना गर्नुहोस्। जय मसीह, सालोम।